काठमाडौँबाट घुम्न आएका 3 युवतीको बलात्कारपछि हत्या हुन्छ। विक्रम सम्वत 2036 सालको यो घटना यसरी घटेको हुन्छ मानौ कुनै क्राइम जनराको राइटरले वर्षौंपछि आफ्नो उत्कृष्ट फिल्म लेखी छाड्यो। यो कुनै फिल्म थिएन, तर यो केसमा घटेको घटनाक्रम भने कुनै क्रूर फिल्मको सिन भन्दा कम थिएन। Some wounds are too deep for time to heal. Some truths are too dangerous to speak aloud. This case remains one of Nepal's most haunting crime ever, जसमा राज परिवारको हात थियो भन्ने गरिन्छ। 2058 जेठ 19 को दरबार हत्याकाण्ड पश्चात बाहुनले काट्टो खाएर हात्ती चढ्न पनि पाएका थिएनन्। ज्ञानेन्द्र शाह राजा भएको मात्र 10 दिनपछि यो केसलाई गोप्य तवरमा डिसमिस गरियो। मिडिया सरकारी नियन्त्रणमा थियो। किशोर श्रेष्ठ जस्ता पत्रकारले यो विषयमा लेख लेख्दा गिरफ्तारीको डर झेले। घटनाबारे रिपोर्टिङ गर्ने मिडियालाई दबाव र नियन्त्रणमा राखियो। सोशल मिडिया पनि थिएन। तब पनि यो केसले प्राय नेपालीको कानको ढोका टकटक्यायो। वेलकम टु द एपिसोड। आई एम लिटवे। विक्रम सम्वत 2038 साल जेठ 18 गते काठमाडौँको लाजिमपाटमा बस्ने नमिता भण्डारी, सुनिता भण्डारी र निरा पराजुली घुम्नका लागि भनेर काठमाडौँबाट पोखरातर्फ लाग्छन्। नमिता र सुनिताका ठुलो बुबा बल्लभ भण्डारीको संरक्षणमा रहने शर्तमा। योभन्दा अगाडि नमिता र सुनिता पोखरा गएका हुँदैनन्, तर निरा पराजुली भने 2-4 पटक पोखरा गइसकेकी हुन्छन्। सो कारण यो यात्रा उनको लागि भने नौलो थिएन, तर आगामी दिनमा जे हुनेवाला थियो त्यो नेपाली मात्रै नभएर सिङ्गो मानवताको लागि नै नौलो हुनेवाला थियो। उनीहरू दिउँसोको 2:30 पोखरा पुग्छन्। त्यो दिन नमिता र सुनिता दाई बल्लभ भण्डारीकै कोठामा बस्छन् र निरा पराजुली भने आफ्नो काकाको घर जान्छन्। विक्रम सम्वत 2038 साल जेठ 19 गते पोखरा पुगेको दोस्रो दिन। पोखरामा बिहानबाटै सिमसिमे पानी पर्दै हुन्छ। निरा पराजुली जो काकाको घरमा बसेकी थिइन्, उनी एउटा क्याब बुक गरेर नमिता र सुनितालाई लिनको लागि आउँछिन्। बिहानको 10:30 उक्त क्याबमा उनीहरू 3 जना नै पूर्णिमा सिनेमा हलमा जान्छन् र बलिउड सिनेमा कोसिस हेर्छन्। तर आगामी दिनमा उनीहरूले आफ्नो जीवन जोगाउन गर्नुपर्ने कोसिसको बारेमा उनीहरू अन्जान नै हुन्छन्। उनीहरूको पोखराको बसाई प्राय घुमघाममै बितिरहेको थियो। विक्रम सम्वत 2038 साल जेठ 23 गते नमिता र सुनिताले घरको लागि पत्र लेख्छन्। एज यु नो, त्यो टाइममा टेलिफोन एकदम नै रेयरली अभाइलेबल हुन्थ्यो। फर कम्युनिकेसन चिठी लेख्नु चाहिँ बेस्ट एन्ड एफोर्डेबल अप्सन फर सिटिजन्स। त्यो बाहेक अलिकति राम्रो सरकारी निकायको व्यक्तिहरूले चाहिँ ट्रङ्क कल गर्नुपर्ने हुन्थ्यो। उनीहरूले लेखेको चिठीमा उनीहरूका शब्द यो किसिमका हुन्छन्। आदरणीय बाबा तथा दिदीमा प्रणाम। प्रदीप दाजुको पत्र आएको छ कि छैन? हामी अब 2-4 दिनमा फर्की पनि हाल्छौँ, तर पनि रहरले यो पत्र लेख्दैछु। सबै कुरा नमिताको पत्रबाट ज्ञात हुने भएकाले यो पत्र यही समाप्त गर्दछु। निराको तर्फबाट मुमा बुबामा प्रणाम सुनाइदिनु होला। उही सुनिता। 24 गते बिहान सबेरै 3 जना बेगनास ताल जान्छन्। त्यस पछाडि उनीहरू कहिले पनि फर्किँदैनन्। 1-2 दिनसम्म उनीहरू कोही पनि आफन्तकोमा नफर्किएपछि सबैको मनमा चिसो बस्छ। उनीहरूको फोटो देखाउँदै उनीहरूका आफन्तले बेगनास वरपर उनीहरूलाई खोज्न थाल्छन्। 27 गते मङ्गलबार माधवराज भण्डारी, जो नमिता र सुनिताका बुबा थिए, उनको कानसम्म छोरी हराएको बारे खबर पुग्छ। खबर पाउन साथ माधवराज भण्डारी काठमाडौँबाट पोखराको लागि प्रस्थान हुन्छन्। माधवराजसँग उनकी श्रीमती र निरा पराजुलीकी आमा पनि आउनुभएको हुन्छ। माधवराज भण्डारी पोखरा एयरपोर्ट पुग्न साथ सेती नदी किनारमा लास फेला परेको खबर आउँछ। शरीर उत्तानो भएको, कम्मरदेखि तल नग्न अवस्थामा रहेको लास अरू कसैको नभएर केही दिनबाट हराएकी माधवराजकी कान्छी छोरी नमिताको हुन्छ। यु क्यान इमेजिन कि छोरी खोज्न आएका बाबुले छोरी त भेटे, तर कस्तो हालतमा। नमिताको शवलाई पोस्टमार्टम गर्न भनेर गण्डकी अस्पताल लगिन्छ।
तर डाक्टर कुमार शमशेर राणा भने त्यो दिन पोस्टमार्टम गर्न मान्दैनन्। पीडित र अपराधीको बीचको खेलमा यहाँ अपराधीले पहिलो चाल चलेको देखिन्छ। पोस्टमार्टम त हुन्छ, तर अर्को दिन। पोस्टमार्टम रिपोर्ट हेर्दा लाग्छ कि डाक्टरले लास देख्नुभन्दा अघि नै डाक्टरलाई ज्ञात थियो त्यो रिपोर्टमा के लेख्ने भन्ने कुरा। रिपोर्टमा पानीमा डुबेर मरेको र योनीको रगत चाहिँ माछाले खाएकोले आएको भनेर ठट्टा लेखिएको हुन्छ, जबकि प्रहरीले उठाएको मुचुल्कामा योनीबाट रगत निस्किएको र योनी च्यातिएको भन्ने कुरा उल्लेख थियो। इफ माछाले खाएकोले रगत आएको थियो भने मृत्युपछि खाएको हुनुपर्छ, तर समन इज अलरेडी डेड। त्यो सिनारियोमा चाहिँ माछाले खाएको भए पनि मानिसको शरीरबाट ब्लड आउँदैन। नमिताको लास फेला परेको 9 दिन पश्चात प्रहरीले अर्को लास फेला पार्छ, जुन नमिताको दिदी सुनिताको हुन्छ। सुरुवाल नभएको र घाँटीमा कालो सलले कसेको अवस्थामा सुनिताको लास फेला पर्छ। पोस्टमार्टम रिपोर्टमा घाँटीमा सल कसिएकोले सास फेर्न नसकेर मृत्यु भयो भन्ने लेखिएको हुन्छ। एक कान दुई कान गर्दै यो कुरा मैदान दगुर्छ। सुनसान सडकमा पच्चापहरू सुनिन थाल्छन्। बृहत रूपमा प्रदर्शन र र्यालीहरू निस्कन्छन्। प्रशासन अनुसन्धानमा लाग्छ। घटनाबारे सुराकी दिनेलाई 5000 इनाम रकम तोकिएको हुन्छ, तर हाई प्रोफाइल रिलेटेड सुस्त अनुसन्धान पोस्टमार्टम रिपोर्टमा गडबडी देखेपछि सुनिता र नमिताका पिता माधवराज भण्डारीले नै यो केसको अनुसन्धान सुरु गर्छन्। केही अनुसन्धान गरेपछि उनले त्यहाँको वन विभागमा कार्यरत वनपाले चुडामणी अधिकारीलाई फेला पार्छन्, जो हरेक दिन खाना खानको लागि सेती नदी वारपार गर्थे। उनीहरूको मिटिङ वन विभागमा हुन्छ। उनीहरू कुरा गरिरहेकै बेलामा 2 जना प्रहरी त्यहाँ आइपुग्छन्। लाग्छ दे आर फलोइङ माधवराज भण्डारी अलरेडी। 2 जनालाई विदाउट रिजन डिएसपी अफिस लगिन्छ। माधवराजले एरेस्ट हुनको कारण सोद्धा केही पनि बताइदैन। इन्सपेक्टर बाबुराम पुनले चुडामणीलाई साँझसम्म थुनिराख्ने आदेश दिन्छन् र साँझ उनलाई भोलि 10 बजे डिएसपी कार्यालयमा फर्किनु पर्ने शर्त मात्रै राखेर छोड्छन्। अर्को दिन चुडामणी खाना खाएर घरबाट निस्किन्छन्। आइविटनेसका अनुसार चुडामणी त्यो दिन रेगुलर हिँड्ने बाटो नहिँडेर ब्यारेकको बाटो गएका थिए, तर उनका लागि त्यो ब्यारेकको बाटो स्वर्ग जाने बाटो बनिदिन्छ। असार 12 गते रामघाटमा उनको लास फेला पर्छ। प्रकृति मुचुल्का अनुसार एकतिरको काखीमुनि पैसाको सिक्का छिर्ने जत्रो प्वाल र अर्कोतिरको काखीमुनि लोटा छिर्ने भ्वाङ भनेर लेखिएको थियो। पोस्टमार्टम अनुसार गिद्धले खाएको भ्वाङ भनिन्छ। यदि गिद्धले नै खाएकै भए पनि काखी मुनिकै मात्र मासु खान मन पराउने गिद्धको नयाँ प्रजातिको बारेमा मलाई चाहिँ थाहा छैन। उहाँको लास प्रहरीलाई बुझाउनको सट्टा हतार हतार गरेर जलाइन्छ र लास जलाउनु केही समय अगाडि उहाँले लगाएको कमिज पनि गायब पारिएको हुन्छ। सायद सुरुवालको प्रमाण लुकाउने नष्ट गर्ने अभ्यास प्रशासनलाई पहिलेदेखि नै मनपर्ने रहेछ। उहाँको खुट्टामा एउटा चप्पल थियो। भर्खरै हातमा बाँधेको डोरो पनि जस्ताको त्यस्तै थियो। तर चुडामणीको शरीर भने कालो भइसकेको थियो। चुडामणीको शरीरसँगै माधवराजको न्यायप्रतिको आश पनि कालो हुँदै थियो। पोस्टमार्टमको लागि चुडामणीको शवलाई डाक्टर कुमारको क्लिनिकमा लगिन्छ, तर डाक्टरले उनको पोस्टमार्टम पनि आज गर्न नसक्ने, भोलि गर्ने भन्छन् र पोस्टमार्टम रिपोर्ट निकाल्ने बेलामा लास कुहिएको, तिग्रा भाँचिएको र आन्द्राभुँडी नभएको हुनाले पोस्टमार्टम हुन नसक्ने बताइन्छ। चुडामणीको लास फेला परेको 5 महिनापछि अर्थात् असोज 4 गते त्रिवेणी खोला नजिकै बोरामा कुहेको अवस्थामा एउटा अर्को सडेको लास फेला पर्छ। मासु र हड्डीको जाँच गर्दा र त्यो बोरामा भएको कपडाको पहिचान गर्दा त्यो सब महिलाको भन्ने त थाहा हुन्छ, तर कसको हो भन्ने पत्ता लाग्दैन। जनमानसमा सोधपुछ गरिन्छ, तर कतै पनि कोही महिला केही महिना अगाडिबाट नै बेपत्ता नभएको भन्ने थाहा भएपछि त्यो सब निरा पराजुलीको हुन सक्ने अड्कल गरिन्छ र निरा पराजुलीको
केसलाई पनि त्यहाँ नै क्लोज गरिन्छ। यो घटनालाई लिएर धेरै कन्स्पिरेन्सी थ्योरीहरू छन्। यस घटनामा अनुसन्धान गर्ने जर्नलिस्ट किशोर श्रेष्ठ भन्नुहुन्छ, माधवराजको घर लाजिमपाट, घर नजिक थियो शङ्कर होटल। होटलका सञ्चालक थिए राम श्रेष्ठ, जो राष्ट्रिय पञ्चायतका सदस्य पनि थिए। उनका छोरा विनोद शङ्कर श्रेष्ठ भने गुण्डागर्दीमा अब्बल, जे होस् दादागिरी गरेर उनको जीविकोपार्जन वा उनले आफ्नो जीवन कटाउने गर्थे। थमेलको अमृत साइन्स क्याम्पसमा पढ्दै गरेका नमिता सुनिताको बारेमा उनीहरूको फोटोसहित राजमती पत्रिकाको प्रतिभा परिचय नामक स्तम्भमा छापिएको हुन्छ, जुन पत्रिका शङ्कर होटलमा पनि पुग्ने गर्थ्यो। अझै विस्तृत रूपमा जानुपर्दा 2038 साल जेठ 18 गते काठमाडौँबाट आएको नीलो कार पोखराको ब्यारेकभित्र पस्छ। त्यो बेलाका कास्कीका सिडिओ सूर्यसेन ओलीको आत्मकथा अनुसार बा 1132 नम्बरको नीलो कारमा विनोद शङ्कर श्रेष्ठ, जो होटल शङ्करका मालिकका छोरा थिए, जो पावरफुल थिए, उनीसँग राजु राणा आएको भनेर चर्चा चलेको थियो। त्यसको 2 दिन अघि नमिता सुनिता र निरा आएको बसमा उनीहरूलाई 2 जना युवकले पछ्याइरहेका थिए। उनीहरूले नमिता सुनिता र निरासँग उनीहरूको पोखरा घुमघामको प्लानहरू बुझे। 17 गते नमिता सुनिता र निराको रेकी पनि गरे। उनीहरू नीलो कारमा आएकासँग भेटेर ब्यारेकमा चाँजो पाँजो मिलाए र जेठ 24 गते तिनैजनालाई पोखरा बजार ब्यारेकमा निमन्त्रणा गरेर अतिथिको रूपमा बोलाए र ब्यारेक पसेपछि ती 3 किशोरीहरू कहिले पनि फर्किएनन्। यसमा दरबार नजिकका थुप्रै मानिसहरूको नाम पनि जोडियो। उनीहरू दोषी थिए थिएनन् त प्रमाणित भएन, तर यो घटनालाई दबाउन चाहेरै दबाएको देखिन्छ। घटना भएको 10 वर्षपछि सत्य खोजी गर्न गएका पत्रकार किशोर श्रेष्ठलाई आउने ज्यानमारा धम्कीले पनि यो कुरालाई पुष्टि गर्छ कि हत्याराहरू पावरफुल थिए, अझै छन् र यो हिस्ट्रीलाई मिस्ट्री बनाइराख्ने प्रयासमा छन्। अनुसन्धानको क्रममा नमिता सुनिताको आत्मा बोलाउने कार्यलाई प्रायोरिटीमा राखियो, जबकि हत्या गर्ने पातहरूलाई केसको सेकेन्डरी सस्पेक्टमा पनि राखिएन। नमिता सुनिता निरा र चुडामणिजीको आत्मा पक्कै पनि शान्तिमा छ, तर यी सत्ताको रामनामी ओडेका रावणहरूले गर्दा देश अझै अशान्त छ। हामी यस्तै रियल इभेन्ट रिलेटेड सर्ट फिल्महरू पनि लिएर चाँडै नै आउँदैछौँ। तबसम्मको लागि स्टे सेफ, स्टे अवेयर and take good care of yourself and your family. Thank you.